म एउटा फोटो खिच्न गएको थिएँ, तर अन्त्यमा कहानी नै अर्कै भयो। एक्कासी मलाई मेरो साथीले फोन गरेर भन्छ कि म एउटा मेलामा छु, त पनि फटाफट यहीँ आइज। यति सुन्ने बित्तिकै फटाफट आफ्नो झोला बोकेर मलाई एउटा याङ्गो बुक गर्नु। केही बेरमै याङ्गो ड्राइभर पनि आइपुग्नु भयो। बाटोमा जाँदै गर्दा मेरो मनमा एउटै कुरा खेलिरहेको थियो कि आज त यो मेरो क्यामेरामा मैले पक्कै केही स्पेसल मोमेन्टहरू क्याप्चर गर्छु भनेर। तर मलाई लाग्छ कि ट्राफिक बाबा मेरो मनको कुरामा बिल्कुलै सहमति हुनुहुन्न, किनभने पहिल्यै ढिलो भइरहेको छ। त्यही माथि जुन दुईचोटि ट्राफिक जाममा फसिसकेँ। अन्ततः आधा घन्टा ढिलो नै भए पनि म पुगेँ रत्नपार खुला मञ्चमा, जहाँ चाहिँ मेला लागिरहेको थियो। अनि पुग्ने बित्तिकै ड्राइभर दाइलाई बाई बाई गरेँ अनि साथीलाई भेट्न गएको थिएँ। साथीलाई भेटेपछि मैले थाहा पाएँ कि आज मैले सोचे जस्तो केही पनि हुनेवाला छैन। साथीले मलाई भने कि म आउनुभन्दा ठिक केही बेर पहिले नै त्यो नगर प्रहरी आएको थियो र क्यामेराबाट कसैले पनि फोटो खिच्न नपाउने भनेर भनेको थियो। अरूको त परे जस आफ्नो पर्सनल फोटो पनि क्यामेराले मेलाभित्र खिच्न नपाउने रे। र यसरी झोलाबाट आफ्नो क्यामेरै झिक्न नपाएर निराश हुँदै म फर्किनु पर्यो फेरि आफ्नै रुटतिर। भिडियो मन परेको भए च्यानल सब्स्क्राइब गरिदिनु नबिर्सिनु होला।